अनि आज फेरि हामी मर्निङ वाक जाँदैछौँ ओ वाउ पसलहरू खुल्ला भइसक्यो के को मर्निङ वाक हो हामीले बुझ्नु सकिरहेको छैन मर्निङ वाक होइन डे वाक भइरहेको मर्निङमा त अलिक चाँडै उठ्नु 6:30 भइसक्यो काम नपाएर हामी लामो बाटो जाने भनेर आयौँ होइन तर हामी सानो के त्यो सर्टकट बाटो पनि जान सक्थ्यौँ तर लामो बाटो आयौँ क्या हामी धेरै नै अनि जहिले ढिला हुन्छ आधी बाटोमा गएपछि मान्छे हिँड्न सक्दैन अब हामीलाई आज धेरै काम थियो त्यही नै हामी लामो बाटो गइरहेछौँ मर्निङ वाक भनेर तर मान्छेहरू हेर के को वाक हो हामीलाई थाहा छैन अब हामीलाई थाहा छैन हामी माथि कति बेला पुग्छौँ होइन त्यो थाहा छैन किनकि हामी हिजो 6:30 हुँदा आधी बाटोमा थियौँ हामी 6:30 हुँदा आज आधीको भन्दा पनि फर्स्टमै छौँ भनौँ हिँड्नु न तातो पानी मैले ठिक्क राखेको थिएँ अनि तर उहाँलाई धेरै तातो भयो अनि उहाँको जिउ जलेको छ मान्छे गर्दा हो अनि यस्तो बिस्तारै हिँड्छ अनि माथि पुगेन भन्छ माथि चाहिँ सबैजना मर्निङ वाक गएर फर्किसक्नु भएको छ तर हामी के खान गइरहौँ हामीलाई थाहा छैन तर हामी जान्छौँ हाम्रो मोटिभेसन कम हुनु हुँदैन एक दिन भए पनि ढिला उठ्छन् अनि मोटिभेसन चाहिँ नि अझै मोटी भएर मोटिभेसन चाहिँ नि लाज लाग्दैन हो भन्ने छिटो हिँड्नु चाहिँ नभएको रुगाले छोइसकेछ मलाई तर थाहा छैन के हुन्छ मैले भने होइन हामी यत्रो हिँड्यो हामीलाई आर्मीमा सेलेक्ट गर्छ होला है भनेर दिदी डाइलग दिनु त भात पकाउनेमा पनि राख्दैन आर्मीमा अरे यत्रो हिँड्ने त सेलेक्ट गर्नु नि यहाँनिर पुग्नलाई 10 चोटि बसेको छ एकचोटि भएर भयो धेरै यस्तो फुलै फुल छ नि यता मलाई फुलको बगैँचामा पुगेको जस्तो लागिरह अनि यताबाट भ्यू ओ गड यस्तो दामी छ होइन दामी भ्यू हेर्न गएर तर हामी एकदम लेट भइसकेको छ अरू पनि काम छ हाम्रो तर हामी दिदीले भनेर लङ बाटो आएको आज नि हेरौँ के हुन्छ यता हाम्रो भ्यू हेर्दै बसिरहेको यता बस्ने ठाउँमा पुग्यो हामी खासमा चाहिँ बस्ने ठाउँमा पुग्यो अब चाहिँ यताबाट चाहिँ यस्तो राम्रो देखिरहेको अब हामी माथि गएर भेटौँ हस् भन्नाले ब्लगको भिडियोमा है त्यस्तो माथि गएर भेटौँ भन्न खोजेको होइन फेरि मैले हामीलाई लगेर पसल नभएको ठाउँमा छोडिदिनु नि हुन्छ हामी पसलमा केही खाँदैन अनि पसल भएको के काम हामीलाई मैले भनेको थियो दिदी सर्टकट बाटो जाउँ हामी लङ बाटो जाने भनेर उहाँले भन्थ्यो अब हामी आधी बाटोमा आएर फर्किनुपर्छ आज त काम छ भनिराख्नु छ अब के गर्ने हामी आधी बाटो पुगेर फर्किन्छौँ ओके बाई अभी हमें जितना चले है ना उतना तो हम दूसरे रास्ते से जाते ना उधर पहुंच चुके होते ऊपर पता नहीं अब इधर से के अरे यताबाट फर्किन्छ धेरै हिँड्दिन नबोलाउँ फेरि यहाँनिरबाट हामी फर्किन गइरहेछौँ सबै मान्छे फिताएर हाम्रो मोटिभेसन डाउन भइरहेको ओके फर्केपछि देखाउँछु अघिदेखि सनफ्लावर अस्तिदेखि सनफ्लावर भनेको कुरा नै सनफ्लावर होइन रहेछ आन्टी के हो यो ए सनफ्लावर होइन अरे यो चाहिँ देखाउँछु ल यो चाहिँ अस्तिदेखि हामी सनफ्लावर भन्ने तारिफ गरिरहेको थियौँ होइन रे अब के गर्नु बाटोमा एडिट गर्न लगाइराख्नु भएको छ एडिट गर्छु अब काम भनेको जहाँ पनि गर्नुपर्छ सक्षम मान्छे हिँड्दै मलाई आउँदैन त्यही भएर यदि मलाई ब्लगमा एकछिन पछि हल्का एकदम पछितिर टाइम गइसकेपछि देखेँ भने केही नभन्नु होला किनकि म एडिट गर्दै थिएँ बाटोमा मर्निङ वाकमा ओके बाई बाई इतना मेहनती त हूँ मैं घर फर्किरह किनकि ढिलो भयो हामीलाई माथि पुगेन हामी आज त्यतैबाट फर्किरह अब घर पुग्छु अनि त्यसपछि देखाउँछु कसरी घाम ल हामी यहाँनिर घाम ताप्यो किनकि हामी माथि जान पाएन
हेलो हामीले आँखा देखिरहेको होइन, हामी माथि गएन, हामी यतै घाम तापिरहेको, हामी नभए टपमा गएर घाम ताप्थ्यो माथि जानलाई त अलिक छिटो हिँड्नु छैन। किनकि हामीलाई ढिलो भयो, हामी अल्छी गर्दै गइरहेको। म चाहिँ समाचार भनेको जस्तो बोलिरहेको छु होइन। नमस्ते। आज एक कुत्ता बहुत प्यार से दिख रहा है, जैसे कि हम कोई सुंदरता के परे। मत डराओ भाइ, मत डराओ, तिमी हो यो, देखिरह नडराउ ल, मैले तिमीलाई केही गर्दिनँ। ना हरे कृष्ण। अब चाहिँ हामी टेम्पल जाँदैछौँ। सो म चाहिँ यस्तो भएको छु। म चाहिँ यस्तै भाकी छु, म चाहिँ यस्तै भएको छ। अब चाहिँ हामी टेम्पल गइरहेछौँ। बिहान दौडिएर पुगेन, अब हामी टेम्पलमा नाच्न जान्छौँ अनि हरिनाम गीत गाउँछौँ। हरे कृष्ण हरे कृष्ण हरे कृष्ण 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 हरे हरे। यति राम्रो पनि छैन हो म, जति अरूले तारिफ गर्छ। ब्याग बोकेको टेक्निक हेर मेरो, आँखा पोल्यो क्या यो घामले गर्दा। खै घाम भन्दा हल्का अगाडि जाँदा चाहिँ ओ गड ये सुन्दर त। मेगा मेगा बर्सो रे मेगा 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 बर्सो। अहिले हामी कपिराइट खान्छौँ। अहिले प्लिज कपिराइट नहालिदिनु होला, जो नि हुनुहुन्छ यो गीत बनाउने। हरि बोल। हरे कृष्ण। अब चाहिँ हामी इस्कन पुग्न आँट्यो भने पुग्न आँट्यो होइन, अझै आधी बाटोमा छौँ। अनि पुग्न आँटेको चाहिँ छैन, हाम्रो ब्याग बोक्ने टेक्निक यस्तो छ। ओके बाई। अब चाहिँ हामी गन्तव्यमा पुगिरहँ, तर यो क्यामेरालाई चाहिँ के भएको मलाई थाहा छैन। बिहान चाहिँ एकदम धेरै यस्तो राम्रो आइफोन भन्दा पनि कम छैन जस्तो गर्छ। बोल। म चाहिँ इस्कन आइसकेको छु अनि उहाँ चाहिँ मेरो न्यू साथी सखी हुनुभएको छ। अनि यता हाम्रो दिदी हुनुहुन्छ, उहाँ चाहिँ टिकटक कुन चाहिँ हेर्ने भनेर बसिराख्नु भएको छ। तर म इस्कन पुगिसकेको छु। हरि बोल हरि बोल। चाहिँ हामी यता चप्पर खाइरहेको छ इस्कन पुगेर। नि बाहिरको भ्यू चाहिँ यस्तो, पानीपुरी सबै खाँदैछौँ हामी होइन, खाँदैछौँ। कस्तो आएको हो मलाई थाहा छैन। पनि यही छ, तर मलाई राम्रो लागिरहेको। हामी चाहिँ यता आरती हेर्न बसिरहेको, तर आरती भएर एकछिनमा हुन्छ होला, थाहा भएन। हरिनाम हुँदैछ, हामी यहाँ मरि हेरेको। हरे कृष्ण हरे कृष्ण। अब आरती हुन्छ एकछिनमा, अनि आरतीमा पनि डान्स गर्छ। चाहिँ अब आरतीको वेटमा छौँ। आरती जाडो आरती हरे कृष्ण। वेट आरतीको वेट मिल्न लागिसक्यो। उहाँ चाहिँ मेरो सानो सखी मन इस्कनको। हरे कृष्ण जस्तो लागिरह हो, मलाई नाक छेडेको अरे उसले। आरती हेर्न बसेको, आरती भइरहेको बेलामा हरिनाममा नाचिरहेको रहेछ। अनि कसरी थाहा हुन्छ, हरिनाममा नाचिरहेको रहेछ, आरती चाहिँ यता भइरहेको रहेछ। के गर्नु जाउँ।